साथीहरू यसलाई चाहिँ यसरी धुनुहोस् है। अन्त अगाडिको भाग चाहिँ त्यो हुन्छ नि डन्ठा काट्नुहोस्। तपाईँले 4 भाग काट्दा पनि हुन्छ, 2 भाग काट्दा पनि हुन्छ है। यहाँ चाहिँ यही खालको मसरुम पाउँछ र यसकै मैले डिस बनाएर देखाउँदैछु तपाईँलाई। पहिला चाहिँ साबुत धनियाँ होइन, जिरा अन्त सौँफ साबुत यसलाई भुट्नुहोस्। अलिकति यो ड्राई मसलाहरू के अलि हेर्नु नि है, त्योहरू सबै भनिरहनु पर्दैन है। देख्नै भएको प्याजलाई चाहिँ मजाले गरम गरेर मजाले पकाउनुहोस्। अलिकति खोर्सानी है लाउनुहोस्। अन्त अदरक लसुन, अदुवा लसुन होइन, नमक लाउनुहोस्। अन्त टमाटरलाई यसरी नै आधा टुक्रा, ज्यादा पुरा काट्नु पर्दैन, काटेर चाहिँ यसलाई यसरी पकाउनु दिनुहोस्। अन्त यसलाई चाहिँ छिल्का यसरी निकाल्नुहोस् है। यसको छिल्का चाहिँ पिस राम्रो हुँदैन नि त, थेग्रा थेग्रा हुन्छ के। अन्त चाहिँ यसलाई चाहिँ मजाले यसरी पकाउनुहोस् है। त्यहाँदेखि यसरी पाकेपछि ज्यादा फ्राई चाहिँ नगर्नु होला। अन्त यसलाई चाहिँ पहिला मैले सिलौटोमा पिसिदिएँ हेर्नुहोस् है। अन्त यसलाई पिसिसकेपछि यसलाई मिक्सी जार छैन र सिलौटोमा पिस्छु, तर टेस्ट चाहिँ राम्रो हुन्छ चाहिँ तपाईँहरूलाई चाहिँ भन्नु होला केमा टेस्ट राम्रो लाग्छ। अनि यो ओइल गरम गरेर चाहिँ यसमा चाहिँ मैले यसलाई हल्का फ्राई गरिदिएँ है। अन्त हल्का फ्राई गरेपछि चाहिँ यो तेलमै अलिकति है त्यो फ्राई गरिदिएँ मसलाहरू। अन्त हल्दी, धनियाँ पाउडर होइन, मिर्ची पाउडर लगाएर त्यो मसला हालिदिएँ है साबुत। त्यहाँबाट अलिकति दही लगाइदिएँ है। दही लगाएपछि टेक्स्चर चाहिँ दामी हुँदो रहेछ है साथीहरू। अन्त नमक लगाइदिएँ, अनि अलिकति पानी लगाएर यसो एकछिन पकाइदिएँ है ग्रेभी। त्यहाँबाट मसरुम हालिदिएँ। गार्निसिङको लागि चाहिँ मेरो धनियाँहरू थिएन, त्यही भएर चाहिँ मैले यस्तै बनाइदिएँ। हेर्नुहोस् कस्तो लाग्यो। यो चाहिँ मैले यसको नाम राखिदिएको मसरुम ग्रेभी, मतलब होममेड ग्रेभी भनौँ न है। कस्तो लाग्यो तपाईँलाई मेरो रेसिपी? अवश्य ट्राई गर्नु होला घरमा, कस्तो लाग्यो त्यहाँबाट बनाएर कमेन्ट गर्नु सक्नुहुन्छ तपाईँले है त। मेरो कुकिङ रेसिपीहरू तपाईँहरूलाई मनपर्छ भने लाइक कमेन्ट गर्नुहोला। अगर मन परेन भने नगर्दा पनि हुन्छ है। ओके, थ्याङ्क यू फर वाचिङ माई भिडियो। भिडियो मन परेमा फुल हेरेर सपोर्ट गरिदिनु होला।